पाटनमा रङ नम्बरको विवादले लियो दुवै जना दाजुभाइको ज्यान। दर्शकबिन नमस्कार, म तेजेन्द्र विसी त्रिपल मिडिया हब मार्फत। यदि तपाईहरूले हाम्रो त्रिपल मिडिया हबलाई फलो गर्नु भएको छैन भने फलो गरेर जोडिनु होला। अब लागौं समाचारतिर। ललितपुरको पाटन स्थित कृष्ण मन्दिर परिसरमा भएको यो विभत्स घटनाको सुरुवात सामान्य रङ नम्बरबाट भएको प्रहरीले जनाएको छ। बुधबार साँझ इमान्डोल बस्ने सुमित नेमाङ र उनका भाइ सिर्जन नेमाङले कसैलाई फोन गर्ने क्रममा नम्बर मिलेन र झुक्किएर सञ्जीव नेपालीको मोबाइलमा पुग्यो। सुरुमा सामान्य संवाद भए पनि केही बेरमै दुवै पक्षबीच भनाभन भयो र विवाद चर्किँदै गयो। फोनमै एक अर्कालाई चुनौती दिने अवस्था आएपछि सञ्जीवले उनीहरूलाई पाटन आउन भनेका थिए। त्यसपछि दाजुभाइ पाटन पुगेका थिए। भेट भएपछि सामान्य भनाभन झगडामा परिणत भयो। त्यही क्रममा मासु पसलमा काम गर्ने सञ्जीवले आफूसँगै रहेको मासु काट्ने चक्कु निकालेर दुवै दाजुभाइ माथि अन्धाधन्दा प्रहार गरेका थिए। गम्भीर घाइते भएका उनीहरूलाई तत्काल अस्पताल लगिएको थियो र तर उपचारकै क्रममा दुवै जनाको ज्यान गएको छ। घटनापछि भाग्न खोजिरहेका मुख्य अभियुक्त सञ्जीव नेपाली सहित दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटना बारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दर्शकबिन अन्ततः यिनी दाजुभाइलाई मार्ने तिनी व्यक्तिलाई तपाईँ के भन्न चाहनुहुन्छ? मनमा लागेको कमेन्ट तल कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला र जनचेतनाको लागि भए पनि भिडियोलाई सेयर गरी सबै नेपालीहरूको माझमा पुर्याइदिनु होला।